पर्सिबाट एसई छ, केही आउँदैन। कसरी पास गर्ने होला भगवान, कसरी पास गर्ने होला? किन चिन्ता गर्छस्, म छु त यहाँ, म सिकाइहाल्छु नि तँलाई। सिकाइस् तैले, जसलाई चाहिँ एसई को फुल फर्म नै थाहा छैन त्यसले सिकाउने रे मलाई। किन थाहा छैन मलाई? एसई दिने विद्यार्थीलाई एसई को फुल फर्म थाहा हुँदैन? त्यसो भए भन्न त के हो एसई को फुल फर्म? त्यति जाबो। एसई मतलब स्कुल इन्डिङ इन्जोयमेन्ट। नेपालीमा भन्नु पर्दा स्कुल सकियो अब मोज गर। थाहा छैन भने थाहा छैन भन्नु नि, के टाइम वेस्ट गरिरहला? महारानीको टाइम वेस्ट भयो। माफ पाऊ है, माफ पाऊ। मैले गर्दा करोडौँको नोक्सान भयो होला होइन हजुरलाई? ए नौटङ्की, कति नाटक गर्छस् हौ? पर्सिबाट एसई छ, अब त सिरियस हो। किन सिरियस हुनु? एसई त हो नि। अबे साले, तँलाई थाहा छैन अ सिंगल पिस अफ पेपर क्यान नट डिसाइड आवर फ्युचर भनेर? यो भनाइ मेहनतीले भनेको सुहाउँछ, त जस्तो अल्छीले भनेको सुहाउँदैन। तेरो बाउले भन्छ अल्छी होइन हौ, महा अल्छी। यस्तो अल्छी त मैले आजसम्म देखेकै थिइनँ। किन तिमीले अहिलेसम्म ऐना हेरेको छैनौ र? ओइ, त नपढ्ने भए घर जा त, हामीलाई पढ्नु दे। कति पढ्छस् हौ, कति पढ्छस्? हिजोदेखि पढेको पढेछस् त, अझै याद भएन तँलाई? अनि एउटा सब्जेक्टको मात्र याद भएर हुन्छ, अरू सब्जेक्टको चाहिँ याद गर्नु परेन? तँलाई एउटा सब्जेक्टको याद भइसक्यो? भइसक्यो त। कुन सब्जेक्ट याद भयो तँलाई? कम्प्युटर। त्यसलाई कम्प्युटर याद भइसक्यो, आफूलाई भने कतिवटा सब्जेक्ट छ भन्ने पनि थाहा छैन। मलाई पनि कम्प्युटर र ओपिटी म्याथ याद भइसक्यो। अनि मलाई त कम्प्युटर छोकै छैन भन्दै थिइस् त। कहाँ छुको छ त मैले? घरमा कम्प्युटर भए पो छोनु, कम्प्युटर बुक पो छुको त। कम्प्युटर त मलाई पनि आउँछ, अस्ति नै पढिसकेको मैले त झन्। सबै आउँछ? A to Z। फिल इन द ब्ल्याङ्क्स, ट्रु फल्स, क्वेसन एन्सर, वर्ड मिनिङ, जे सोध्नु छ सोध, सब भनिदिन्छु म। ल त्यसो भए भन् त, वाट इज एमएस वर्ड? MS वर्ड इज द वर्ड, विच इज द वर्ड, सी इज द वर्ड, इज द वर्ड, आई इज द वर्ड, मेसी इज द वर्ड। मेसी इज द गोट? एमएस वर्डमा मेसी कसरी आयो? कुद्दै आयो नि, कसरी आउँछ र? ओइ, अब अर्को सोध। सोध्दिन म, केही आउँदैन रहेछ, त्यत्तिकै गफ दिन्छ। आउँछ के आउँछ, सोध्न सोध। यो लास्ट है, त्यसपछि सोध्दिन म। ल लास्ट। वाट इज कम्प्युटर भाइरस? Computer virus is the virus which is not dangerous than coronavirus. Because coronavirus is a mother virus and computer virus is a daughter virus. कोरोना भाइरस र कम्प्युटर भाइरस आमा छोरी हो भनेर आज थाहा पाएँ मैले। देखिस् तेरो दाइको पावर? दुनियाँलाई थाहा नभएको कुरा तेरो दाइलाई थाहा हुन्छ। दुनियाँलाई थाहा नभएकै राम्रो। यदि यो कुरा चाइनाले थाहा पायो भने फेरि कोरोना भाइरस बनाएर सुरुमा तिमीलाई नै एटेक गर्छ। झन् राम्रो, एक्जाम त दिन पर्दैन। घरमा मिठो मिठो खाँदै बस्न पाइन्छ नि।